हेलो वेलकम टु सेन्ट्रल मोडल कलेज हेलो म्याम के नाम हो तिम्रो मेरो नाम चाहिँ रोहित महतो हो ओके रोहित महतो मैले तिमीलाई के सोध्न चाहे भने तिमीले बिएचएम चाहिँ के पर्सेप्सनमा एचएम चाहिँ तिमीले पढेको हो हजुर के पर्सेप्सन के सोच लिएर तिमीले एचएम पढ्यौ त अरू पनि फिल्डहरू थियो नि त हजुर किन एचएम मात्रै रोजेको अब भन्नुपर्दा चाहिँ मलाई चाहिँ सानैदेखिकै यस्तै घरतिर यस्तै काम गर्न यस्तै खाना पकाउन चाहिँ रमाइलो लाग्थ्यो इन्ट्रेस्ट थियो त्यही भएर ओके भेरी नाइस अनि तिमी सेन्ट्रल मोडल कलेजमा प्र्याक्टिकल गर्दाखेरि तिमीलाई चाहिँ यहाँ भिजिटमा आउँदाखेरि चाहिँ तिमीलाई सेन्ट्रल मोडल कलेजको एउटा अट्र्याक्टिभ पोइन्ट चाहिँ के लाग्यो यहाँको गाइडेन्स भनौँ न सर म्यामहरूको अब राम्रोसँग सुरुमा प्रेजेन्टेसन चाहिँ राम्रो दिनुभयो त्यो चाहिँ ठिक लाग्यो मलाई ओके भेरी नाइस ल अब तपाईँलाई थाहा भयो होइन बिएचएम पढ्दाखेरि चाहिँ के गर्नुपर्छ टियुको कोर्स पढ्नलाई हामीले के गर्नुपर्छ त्यो के थियो सिम्याट एक्जाम दिनुपर्छ सिम्याट एक्जाम चाहिँ अनिवार्य हो तपाईँले चाहिँ सिम्याट नदियो भने टियुको कोर्स चाहिँ पढ्न पाउनुहुन्न र टियु कोर्स अरू कन्ट्रीमा पनि टियुबाट सर्टिफाइड भएको मान्छेको चाहिँ एकदम भ्यालिड हुन्छ त्यही भएर चाहिँ सिम्याट दिन चाहिँ नबिर्सिनु होला है थ्याङ्क यू सो मच नाइस टकिङ